Happy Holi हो के जतिखेर नि लोजार भन्दै बसिरहेको हेलो साथीहरु, लासो फ्याफुला न्यू डे न्यू ब्लग लिएर आएको छु तपाईहरुको लागि भनेर। सबैजनालाई लभली वेलकम छ मेरो युट्युब च्यानलमा। म चाहिँ तपाईहरुको प्यारी सुमेरी। आज चाहिँ हामी कहाँ जान लागिरहेछु भनेर चाहिँ तपाईहरुले थाहा पाइसक्नु भयो होला, तर पनि म भन्न चाहन्छु हामी चाहिँ आज जापानमै पहिलो चोटी हुन गइरहेको होली फेस्टिभल मनाउन जाँदैछु। अनि अहिले चाहिँ हामी घरबाट निस्किसकेको साथीहरु। आज चाहिँ हामी हैन छ्याङ किनेर यो झोलामा हालेर कप लगेर हैन पोइन्टमा गएर मस्त खानेवालामा छु हैन। हजुरहरु चाहिँ भ्लग पुरा हेर्नुलाई रमाइलो हुनेवाला छ। रमाइलो एकदम रमाइलो गर्ने हो आज। है होली मनाउनलाई अब हाफ गर्छु टी-शर्ट राम्रै भएर जाम भनेको हावा चलेर मर्छ जस्तो छ हो। आज हामी चाहिँ होली मनाउन जाँदैछु है गाइजहरु। ओ हावा हेर्नु न हावा। ओ माई गडनेस, तपाईहरुलाई थाहा छ कि छैन गाइज, यो जापानको हैन छ्याङ हैन नेपालको सेम नेपालको टेस्ट आउँछ के। यदि खानु भएको छैन भने ट्राई गर्नु होला, एकदम बेस्ट छ। आज चाहिँ हामी 2 बोतल लगेर जाँदैछौँ पार्कमा गएर मस्त चिल हान्ने हो आज गाइज हामी चाहिँ हैन। यो गाइज हामी चाहिँ नागोया आइपुग्यो। नागोयाको भिडभाड हो चाहिँ। आज चाहिँ मैले ग्रीन नेल्स हालेको थिएँ, कस्तो राम्रो देखेको कि वाउ। अहिले चाहिँ हामी सरो सिस्टरलाई कुरिरहेको छु। अघिदेखि कुरेको यो मान्छेले कति कुराउने हो मलाई, जहिले कुराउने है, काम छैन यो सिस्टर। अब आउँदैछ अरे, म चाहिँ भिडियो खिच्दैछु लुकेर। काम छैन आयो सरो सिस्टरले फोन गरे म चाहिँ फोनै आमा हेलो वेलकम सिस्टर, ह्यापी होली। कति पछि आज टिकटक बनाउनु पर्ने छ के बम्बई की गाना टिकटक गरेको आज त्यसो बनाउनु पर्छ नि सोचिरहेको। कस्तो राम्रो लेट्स गो म चाहिँ कस्तो राम्रो ल मेरो त है यो त उ भयो के त्यो के रे यस्तो उनै देख्न हैन त्यो देख्यो कि अनि त्यही भएर म चाहिँ नलाइकन आएको छु। अब हामी जान्छौँ होलीमा। हेलो सिस्टर, हामी कहाँ जाँदैछौँ रे? हामी होली मनाउन हेरौँ जापानमा फर्स्ट टाइम होली मनाउन थालेको, त्यो पनि हिउँ लाउने ज्याकेट लाएर। होइन त्यो त अहिले खोलिहाल्छ नि ज्याकेट। ह्याप्पी होली गाइस। ल है होली हाम्रो जापानमा चाहिँ अलिक छिटो भएको छ है, त्यही पनि केही छैन, एडभान्समै होली। ह्याप्पी होली सबैजना धेरै माया चुप्पा उडी उडी। गीत त सुन्नै हुँदैन है।
यहाँ चाहिँ लोसार पो भन्न आएछ ह्याप्पी होली हामी चाहिँ होली मनाउन आएको अब यो पार्कमा बसेर पहिला सोलमारी टुच्चा हानौँ होइन त्यसपछि भुइँमासी खै दाइले त रियाक्सनै दिएन हो लुगा हेर्न लुगा अरे मात्रै 500 भाइरल हो सिस्टर अब नागोयामा चाहिँ होली फेस्टिभल सुरु भइसकेको छ गाइजहरू हेर्नु है कति धेरै मान्छेहरू छ गर्नु भइराछ जस्तो लागिराछ है एकदम हामी हुनुहुन्छ अघिदेखि ननस्टप डान्स गर्दै हुनुहुन्छ है उहाँहरूको जोससँग हेरेर अरूले पनि आउनु पर्यो अरू किन खेलाको छ यसरी हामी चाहिँ फेस्टिभलमा पुग्यौँ अनि यहाँ चाहिँ डान्स भइरहेको थियो डान्स गर्ने गीत चाहिँ यस्तो स्लो थियो नि है सुन्दाखेरि त निन्द्रै लाग्ला जस्तो के क्लासिकल डान्स भइरहेको थियो अनि त्यही पनि हामी दुईजना छ रमाउन कहाँ छोड्छु र हामी चाहिँ सधैँ यस्तै हो त्यस्तै पऱ्यो भने त हामी दुईजना त बिना गीतमा पनि नाचिदिने मान्छे हो के यतिको भाइब्स मिल्ने साथी भएपछि चाहिँ अरू केही कुराको टेन्सन नहुँदो रहेछ यस्तो रमाइलो गऱ्यौँ कि हामीले चाहिँ है बबाल स्टलहरू पनि राखिरहेको थियो नि त अनि खासै भेराइटी चाहिँ धेरै थिएन अनि फर्स्टमै हाम्रो आँखा गयो पानीपुरीमा अब पानीपुरी खान्छु यस्तो हावा चलिरहेको थियो जाडो पनि भइरहेको थियो अनि हामी चाहिँ खतरा गफ गर्दै भिडियो बनाएको त ब्याकग्राउन्डमा म्युजिक बजिरहेको छ नि त अनि त्यो गफ चाहिँ मैले सुनाउनै पाएन कि यहाँ सिस्टरले चाहिँ पानीपुरीको 5वटा पानीपुरीको 500 ओ माई गड डायमन्ड भन्दा पनि महँगो भन्दै हुनुहुन्थ्यो कि अनि चटपटे पनि 500 नै थियो अब यस्तो फेस्टिभलहरूमा त्यस्तै हो तर पानीपुरी चाहिँ 6वटा दिएको भए हुन्थ्यो कि हामी चाहिँ अब 3जना थियौँ नि त लास्टको मान्छेले चाहिँ एउटा खाना पाएको थिएन कि एकैछिन कुरेपछि चाहिँ पानीपुरी खाने पालो आएको छ गाइज अनि फर्स्टमै मैले ट्राई गरेको थिएँ अब यसो भूत लाग्छ कि भनेर मैले चाहिँ फर्स्टमा स्याट गरेर क्वाप्पै खाएको त ओ माई गडनेस नेपाली फ्लेभरै थियो है तर पानीपुरी बनाउने दिदी पनि यति क्युट हुनुहुन्थ्यो कि त्यही भएर पानीपुरी पनि यस्तो मिठो भएको थियो होला ओहो अनि हामीलाई सोध्दै थियो पानीपुरी कस्तो छ के लागेको छैन भनेर सोध्दै हुनुहुन्थ्यो अनि मैले चाहिँ पिरो पुगेन भनेर भनेको थिएँ क्या अरू सबै ठिकै थियो पिरो चाहिँ अलिक कम थियो क्या हामी चाहिँ धेरै टु मच नै पिरो खान्छौँ नि त अनि त दिदीले भ्वाक्कै रातो खोर्सानी थपेपछि त झन् यति टेस्टी भएको थियो पानीपुरीको झोल होइन हामी चाहिँ पानीपुरी खाइसकेपछि पनि पानीपुरीको झोल दिनु न भन्दै माग्दै खाइरहेको थियो कि मलाई चाहिँ नेपालको कतै भैयाहरूसँग खाँदाखेरिको झोल दिनु अलिकति भन्दै कचौरामा झोल मागेर खाएको चाहिँ कस्तो याद आएछ कि अनि मेरो बुढाको पालो आयो बुढालाई पनि मैले खुवाइदिएँ किनभने उहाँले चाहिँ भिडियो बनाउँदै हुनुहुन्थ्यो नि त हात खाली थिएन अनि फेरि मेरो पालो आयो सेकेन्ड बाइट खाएँ ल एक प्लेटमा चाहिँ 5वटा मात्रै आएको थियो नि त अनि हामी चाहिँ थियो 3जना अनि मैले खाएँ सिस्टरले खानुभयो अनि बुढाले खाएँ 3टा अनि फेरि मेरो पाला आयो सिस्टरको पाला आएपछि चाहिँ सक्यो के मेरो बुढाले चाहिँ जम्मा एउटा मात्रै खाना पाएको थियो अनि मेरो बुढा चाहिँ पछाडिबाट अझै खाऊँ न अझै खाऊँ भनिरहेको थियो कि अनि हामी फेरि पनि खायौँ कम्तीमा पनि हामीले 5 प्लेट त खायो होला हिजो यहाँ स्टेजमा चाहिँ यस्तो दामी दामी गीतहरू बजिरहेको थियो नि त अनि हामी चाहिँ गफ पनि गर्दै खाइरहेको थियौँ अब यो गफ गर्दै गरेको भिडियोहरू सबै हाल्न ओरिजिनल हाल्न पाएको भए पो है मजा आउनु त गीतको तालमा हामी चाहिँ नाची पानीपुरी खाइरहेको थियौँ अनि
पानीपुरीको लाइन चाहिँ यति धेरै थियो नि, कति कुरेपछि मात्रै हाम्रो पालो आएको थियो। अनि हामी पनि टन्नै बस्यो क्या त्यहाँ, किनभने पानीपुरी बनाउने दिदी पनि अलिक स्लो हुनुहुँदो रहेछ क्या, फटाफट बनाउन नसक्नु हुने रहेछ। अनि के पुगेन भनेर हामी चाहिँ के भनिरहेको थियो, अनि त्यही भएर पनि उहाँले थपिदिनु भयो क्या हामीलाई। अनि थ्याङ्क यू सो मच। यति मिठो पानीपुरीको लागि मान्छेहरू नाचिरहेको थिए, कोही खाइरहेको थिए होइन। फर्स्ट होली फेस्टिभल भएकोले होला त्यति साह्रो मान्छे चाहिँ थिएन। अब अर्को वर्षदेखि चाहिँ मान्छे टन्नै हुन्छ होला जस्तो लाग्छ मलाई। अनि रमाइलो भएको थियो। त्यसपछि त हाम्रो पिरो अमिलो स्वासै चटपटेको पालो आइहाल्यो। हामी चाहिँ फेरि होइन पिरो चाहियो, अमिलो चाहियो, यस्तरी बनाइदिनु उस्तरी बनाइदिनु भनेर दिदीले भनेको थिएँ। अनि उहाँले चाहिँ हामीले भने जस्तै ट्वाक्कै बनाइदिनु भएको थियो क्या। कस्तो मिठो भएको थियो कसम। हेर्नु न यस्तो ठुलो बाल्टिनमा होइन त्यत्रो धेरै बनाएर अब कतिजनालाई एकैचोटि बनाएको हो नि त यो चाहिँ। हुन त मेरो बुढालाई जस्तो मिठो चटपटे त यो संसारमा कसैलाई पनि बनाउन आउँदैन कसम। मलाई घरमा चटपटे बनाएर दिँदा उसलाई चाहिँ यस्तो बानी नै भइसक्यो कि अहिले त यस्तो मिठो बनाउनु हुन्छ नि चटपटे। केटी मान्छेहरूलाई चाहिँ यो चटपटे पानीपुरी होइन यो नभइकन चाहिँ किन होला, हुँदै नहुने के। घरमा पनि सधैँ डेली जस्तो बनिरहेको हुन्छ क्या मेरो घरमा चाहिँ चटपटे। यस्तो मनपर्छ चटपटे, बरु खाना नदिए पनि हुन्छ, चटपटे चाहिँ चाहियो। खाजा सेटको भेराइटी पनि थियो यहाँ, चिउरा, चिकन छोइला अनि खै के हो। अनि प्लेटको चाहिँ 700 रुपियाँ थियो क्या यो चाहिँ। अरू भेराइटीहरू धेरै नभएकोले पनि होला यति प्याक थियो नि यो दुईवटा पसल चाहिँ। ओ माई गड कस्तो टाइम लागेको थियो क्या यति लिनको लागि। हामी चाहिँ टेबलमा बसेर खाने भनेर चाहिँ यो खानाहरू कलेक्ट गर्न थाल्यौँ। अनि चटपटे चाहिँ ओसिन्न लागिसक्यो, खाना मन लागिसक्यो, मुखमा पानी आइसक्यो भनेर अनि हामी चोरेर थोरै खाएको थियो अघि। पारस मणि पोखरेलजीलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। कृपया यस मञ्चमा आए आफ्नो स्थान ग्रहण गरिदिनु न हार्दिक अनुरोध गर्दछु। के कस्तो बनाउनु तपाईँ खाने कि नखाने? च्याङ हालेको भयो योलाई अलि हटाउनु। त्यसै गरी हाम्रो विशेष अतिथि ओआरसी एनपीएनए एटीएफ दीपक कार्कीज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। कृपया यस मञ्चमा आए आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
मञ्चमा आए आसन ग्रहण म त अनि कहाँ आउँछु त? हार्दिक अनुरोध गर्दछु। चिनाइहाल्यो होला नि त यो। म चाहिँ खानामै बिजी छ होइन, खाने हो फोटो भनेको त जहिले पनि खिच्छ, खाने हो ल एउटा मात्रै राम्रो अलिक भयो। टास्क फोर्स इन्भेस्टमेन्ट कृष्ण खरेलज्यूलाई पनि यस ओए, मञ्चमा के आसन उडायो? ग्रहणका लागि हाम्रो होइन, होइन? हार्दिक अनुरोध गर्दछु। मिठो रहेछ मोमो, त्यसरी मोलेर अचार मोलेर होइन घोलेर यसरी खाने हो। अब यही साथ-साथै अब अपने सबके सम्मान छुट्टानै कम्युनिटी जापान के सिस्टर पुरा मुडमा डान्स गरिराख्नु भएको थियो है। एकछिनमा त हावा सर आएर त यस्तो चुयै हावा आएको थियो कि है हाम्रो खानै उडाएर बिचरा उहाँको ज्याकेटमै लाग्यो के। तै पनि नाच्न कहाँ चढ्छ र मान्छे। एकदम रमाइलो रमाइलो गर्नुपर्ने छ सिस्टर चाहिँ। यो छ्याङ चाहिँ लास्टै मिठो छ के, कस्तो गुलियो छ। रक्सी जम्मा 6% हुन्छ नि त अल्कोहल, त्यसैले मात्दा नि मात्दैन। थ्याङ्क यू सबैजनालाई। अहिले मान्छे बढी भयो। सबैजनालाई ताली पड्काइदिनु होला एकचोटि। उहाँहरूको अन्तिम नृत्य रहेको छ यो चाहिँ। हामी चाहिँ पेट पूजा भइसकेपछि चाहिँ कलर लाउनतर्फ लाग्यौँ। यहाँ चाहिँ थरीको कलरहरू राखिरहेको थियो क्या, जो गएर लाए पनि हुने। अनि सिस्टरले मलाई लगाइदिनु भयो। वाउ कस्तो राम्रो देखेको म। थ्याङ्क यू सिस्टर। अनि मेरो पालो आयो सिस्टरलाई लगाइदिने। मेरो चाहिँ नङ अलि लामो थियो नि त, नङले गर्दा लाउनै मिलेको थिएन कि। कस्तो राम्रो गरी लगाइदिन मन थियो, तर अब सोचे जस्तो लगाइदिन पाएन। तै पनि मैले ट्राई गरेँ। ह्याप्पी होली। त्यसपछि मेरो बुढा चाहिँ नलाउने भन्दै हुनुहुन्थ्यो कि, अनि त्यही भएर मैले चाहिँ लगाइदिएन। अनि सिस्टरले चाहिँ टिका मात्रै भए पनि थोरै भए पनि लाउनु न भनेर जबरजस्ती लगाइदिनु भयो। त्यसपछि हामीलाई प्यास लाग्यो। अनि सिस्टर चाहिँ कति बोल्यो कि यो कोकको चाहिँ म दाँतले निकाल्न सक्छु भन्दै अनि निकालिराख्नु भएको थियो। अनि हामी त्यसपछि ड्रिङ्क्स लिन गयौँ। म चाहिँ मस्त एक्लै नाचिरहेको थिएँ कि छेउमा बसेर। अनि साइडबाट चाहिँ सिस्टर पनि इन्ट्री हुनुभयो। अनि सिस्टरको डान्सको त म फ्यानै हो नि। फेरि जस्तो गीतमा पनि नेपाली होस् हिन्दी होस् होइन बबाल दिन्छ क्या सिस्टरले। अनि त्यसपछि हामी चाहिँ भिडभाडतिर लाग्यौँ। यसो अब अगाडि गएर नाचौँ न भनेर अगाडितर्फ लाग्यौँ हामी चाहिँ। यो दाजुको हेरैमा लबिन जरा भन्दै यो सङमा डान्स गरिरहेको थियो कि स्टेजमा चाहिँ। केटाहरू त यति उफ्रेको होइन, पछाडिको यति कराएको होइन, सेक्सी देखेर होला के। त्यसपछि सिस्टर र म चाहिँ दुर्गेश थापाको हेरेको हेरे भन्ने गीतमा यस्तो मस्त नाचिरहेको थिएँ होइन। बुढाले चाहिँ यता साइडबाट भिडियो लिइरहेको रहेछ कि। अनि कस्तो लाज पनि लागेको छ। यस्तो नाच्यो नि, ओ माई गडनेस। आउँदैन नि त भाइ। नआए पनि हामी हेरेको हाम्रो धेरै
ल खाम्बा ह्याप्पी होली के गर्छ अनि दाइले चाहिँ म भएर लाज लाग्दैन हेर्नु गाइस हैन म भएर दाइलाई माया गर्दै लाज लाग्छ दुईजना चाहिँ माया लौ हेर्नुहोस् नेपालीहरूको पारा झगडा गर्दैछ यस्तो कि गाइजहरू है नेपाली फेस्टिभल भए पनि जहिले झगडा गर्छ क्या अनि यो आज पनि यो होली फेस्टिभल थियो होली फेस्टिभलमा पनि हेर्नु न खाएपछि बेउरा देखाइहाल्ने के नेपालीहरूको यही बानी चाहिँ मलाई मन नै पर्दैन अब यस्तो झगडा गरिरहेको थियो अब यस्तो दिउँसो नै छ बेलुका नि भएको छैन दिउँसै झ्याप भएर यस्तो झगडा गरिरहेको थियो हान भएको थियो अनि एकछिनपछि त यो होली फेस्टिभलै सकाइदियो कि यो झगडाले गर्दा ह्याप्पी होली हो कि जतिखेर नि लोसार भन्दै बसिरहेको साथीहरू मैले चाहिँ हिजो होली फेस्टिभलमा चाहिँ भ्लग इन गर्नै पाएनछु अनि कस्तो लास्टमा त अलिकति हतार बिजी कस्तो भएछ क्या अनि भिडियो इन गर्नै बिर्सेछ सो त्यसैले मैले चाहिँ आज इन गर्दैछु अनि थ्याङ्क यू सो मच लास्टसम्म हेरिदिनु भएकोमा अनि तपाईहरूलाई कस्तो लाग्छ मेरो भिडियो जस्तोको तस्तै कमेन्ट छोड्नु होला अनि हजुरहरूलाई यदि माया गर्न मन लाग्छ भने मलाई सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानलले किनकि तपाईहरूको मायाको धेरै जरुरत छ मलाई चाहिँ सो सबैजनाले सब्सक्राइब गरेर माया गरिदिनु होला थ्याङ्क यू